गुप्तेश्वर गुफामा आइपुग्यो हामी चाहिँ। गुप्तेश्वर गुफाभित्र छिराइछौँ। पसलै पसल गुप्तेश्वर गुफा वरिपरि सपिङ मार्केट जस्तो रहेछ। के लानुहुन्छ कि हेर्नुहोस् भन्नुहुन्छ, के लाने होइन होला। टिकट आयो दुईजनाको 50-50 रुपियाँ। टिकट दिनुहोस्। टिकट दिनुहोस्, हामी भित्र जाने। बिस्तारै जान्छ, बिस्तारै। त्यसरी गुफाभित्र छिर्दैछौँ हामी। पुरै भगवानको मूर्तिहरू रहेछन्। भर्याङ झर्दै भित्र जाँदैछौँ। समुद्र मन्थन गरेर हिँड्छ। अच्छा यहाँतिर चाहिँ टु वे होला जस्तो छैन। यहाँतिर चाहिँ यहाँतिर चाहिँ रहेछ नि त त्यो के अरे नदी निस्किँदा हुँदा यहाँ चाहिँ निस्किँदा छ नि त होइन। डेभिड फल्सको पानी चाहिँ यहाँ निस्किँदा छ। अनि कहाँबाट कालो न कालो पानी चाहिँ देखिँदैछ। त्यस्तो तर त्यो मन्दिरमा चाहिँ नखिच्नु भनेको छ कि। खतरा गुफा चाहिँ हलेसीको जस्तै। डेभिड फल्समा डेभिड फल्सबाट छिरेको पानी यहाँ आइपुग्ने हो क्या। यहाँबाट काली भएर निस्क्यो। भर्याङ अप्ठ्यारो छ होला न त। म त यस्तो भिडियो त कति छ म यहाँ आइरहेको गुप्तेश्वर गुफा घुम्दै फर्किँदैछौँ हामी। अब लेक साइडमा फेरि लेक साइडतिर हामी फर्क्यौँ। गुफाबाट हामी फर्किँदैछौँ। यसरी फर्किँदैछौँ हामी। यसरी फरक्क फर्क्यौँ हामी। गुप्तेश्वर गुफा हेऱ्यौँ नि हामी। यसरी फरक तिरेन 100 रुपियाँ कति। हामीले त उता पो गएको त। हामी त कति पो तिर्यो? 500 हो कि कति पो तिरेको थियो हामीले? त्यो हामी त उता स्तुपा चाहिँ गएको नि त।
पानीमा जाँदा आफूलाई पो रिङ्गटो छ्याङ भाइ पुरै क्र्याक आरामले बस्यो अनि